Cheers! Shot है shot! 2, 3, cheers! Shot है shot! So आजको यो हाम्रो सर्ट राइड चाहिँ अब हुँदैछ वन जङ्गल एडभेन्चर रिसोर्टमा है। अब त्यो रिसोर्टमा गएर अब त्यो रिसोर्टको बारेमा सम्पूर्ण इन्फर्मेसन पनि दिन्छौँ। यो रोडको हालत के कस्तो छ त्यो सबै हामी तपाईँलाई जानकारी दिन्छौँ। त्यो सँगसँगै ककनी पनि हाम्रो एउटा छोटो राइड ककनीसम्म नि हुनेछ। त्यहाँ गएर हामी माछासाछा खानासाना खाने प्रोग्राम छ। अनि आज म र मेरो भाइ मनराज छ, यो मेटियोर है। सयुज एज युजल आफ्नो जिक्सरमा र सुदिन छ हाम्रो उसको लेजेन्डरी सुपर स्प्लेन्डरमा है। लेजेन्ड ओल्ड इज गोल्ड। अब हामीसँग स्रोतको लागि सयुजको गर्लफ्रेन्डले होइन स्पेसल्ली गिफ्ट गरेको गिटार छ र यो हामीसँग एउटा क्यारियोके स्पिकर छ जुन चाहिँ सुदिनको पिलियनमा मजाले अहिले रेस्टमा छ। यसलाई हामी बेलुका बजाउने वाला छौँ। जुन चाहिँ सुदिनको सुजसँग नि म्याच भइरहेको छ। Shoes, nice shoes. Same color. आराम अनि ल अब बाँकी सबै अब हामी यो रोडमा अब हामी भेट्नेछौँ है त। सी यु अन द रोड। बाटो चाहिँ राम्रो छ यहाँसम्म। यतिको बाटोलाई नराम्रो भन्न मिल्दैन, यो धेरै नै राम्रो बाटो हो है। तर सानो छ बाटो चाहिँ, यसरी ठुल्ठुलो गाडीहरू गुड्छन् एउटै लेनमा है। बाटो चाहिँ हल्का सानो छ तर बाटो राम्रो छ। के कसो गति सीमित 30 किलोमिटर हेरौँ त। हो ल जाने हो आज हामी राइड है। फोकस अन द रोड हुनु पऱ्यो। है एकमा गयो फेरि बाटोमा त्यस्तै छ पहिरो मजाको सिन हुनु पऱ्यो, यस्तो मौसम हुनु पऱ्यो होइन, यस्तो ठाउँ हुनु पऱ्यो। व्हाट ह्यापन मोमो मोमो भन्छ यारमा। बफेलो भने त बफ मोमो देख्ने हो क्या। फोन आयो केटा कहाँ हो तिमी? ए हामी ठ्याक्क बाटोमा हो। छैन, आरामले जाने हो नि, नजिकै छ, आरामले जाने हो। ल ठ्याक्क बाटोमै छौँ होइन। तिमी अब निस्केको हो? अब एकछिनमा म निस्किहाल्छु। ए ल ल ल ल आउँ त है, हामी बाटोमै छौँ। ल म यहाँ अब लुगा चेन्ज गरेर टाउको नुहाएर आएको। ल यहाँ हाम्रो प्रवेश भाइको कल आएर हामी एकछिन टक्क अड्क्यौँ है। अब यहाँबाट फेरि जान्छौँ टक्क। अब यहाँ पनि चेकिङ हुने जस्तो देखियो, चेकिङ चाहिँ कहीँ पनि नहुने रहेछ खासै। यो एक प्रकारले तर्साएको जस्तो मात्रै भयो। भन्दै अब अगाडि बढौँ। बाटो त राम्रो छ बाटो है। यहाँसम्म चाहिँ एउटा पनि नराम्रो बाटो भन्ने चाहिँ परेकै छैन। अफ रोड रे ए नेपालको बाटोले आफ्नो पहिचान त दिएरै छ। यही हो क्या अरे? होइन अलि माथि हो कि यही हो? ए यही हो यार। आइसक्यो त यार। म यो बाटो पुरै पिच भएर अहिले त कस्तो बाटो पिच भएर म कन्फ्युज।
बाटो चिजहरू कति पहिला आउँदाखेरि बाटो नै थिएन राम्रोसँग थियो बाइक त्यस्तै ताल पऱ्यो मोटरसाइकलै ल्याइदियो यहीँ हो कि उतै हो पार्किङ यही हो कि उतै हो ल यस्तो भ्यू देखिरहेको थियो यहाँबाट चाहिँ यतिको अफरोड त फेरि यसलाई केही पनि होइन नि मजाले हुन्छ नि आम्मामामामामामा ल सेन्टी प्लान्ट भयो आज के होला म चाहिँ यहीँ राखेँ अहिले पुत्ता निस्किनु पर्छ एकछिन ल हामी आइपुगेका छौँ वन जङ्गल रिसोर्ट यहाँ छन् केटाहरू कस्तो रह्यो त यो राइड सुपरनोभा हो यसले विन्डसिल्ड निकालेको तर पुरानो मेटेरियल जस्तो छ यो पुरानो हो कि नयाँ हो नयाँ होला मेन्टेनेन्स अलिक खत्रो भएर ढुक्टो बनाएको ल जाउँ न त है कस्तो रह्यो त राइड 250 यहाँ छ जङ्गल एडभेन्चर मसाज जाने मसाज अब आज तिमीलाई यहीँ हुन्छ यही होला एउटा एडभेन्चर त्यसको लागि चाहिँ 45 त तिर्दैन यो चढेर त्यहाँबाट भित्र छिर्ने हो कि बट अलि रिस्की छ त यार यो त है ल अब टक्क टेन्टहरू यही होला अब टेन्टको एक दर्शन गरिदिइहालौँ त यहाँ बेला फर्स्टमा ओ ल ए दामी छ त नि ए यो त रुमै बराबर भइगयो नि होइन ओहो यहाँ चाहिँ मान्छे रहेछ यार ए जम्जा उकालो भएर मान्छे त टन्नै छ त आज त नाइस ल अब चिया खानु पऱ्यो चिया खानु पऱ्यो हल्का चिया खाइसकेपछि हामी के गर्ने गरौँ होला त्यो बेला चाहिँ सामान यहाँ राखिदिउँ बुढो बच्चा ल के हो यो बार हो यो टिकट काउन्टर ल यो चाहिँ टिकट काउन्टर रहेछ यहाँ चाहिँ अब के एक्टिभिटिज गर्ने टिकट काट्ने ठाउँ चाहिँ यो भयो स्विङ जुन म कहिले पनि गर्दिनँ जिन्दगीमा लास्टै टाउको दुख्छ यार ल यो सुन्तला नि प्याकेजमै आउने हो कि के हो त्यो नि एक्टिभिटी अब वन जङ्गल एडभेन्चर रिसोर्टमा हामी टक्क मजाले घुम्दैछौँ होइन अब के एक्टिभिटिजहरू गर्ने त्यो चाहिँ अब एकछिनमा डिसाइड गरौँ होला अब एक्टिभिटिजहरू चाहिँ सबै अलिकति क्रेजी टाइपकै एक्टिभिटिजहरू छ अब यो यसको लागि चाहिँ एकदम बहादुर पानीपुरी खाने चटपटे खाने केटीहरूले मात्रै गर्ने एक्टिभिटिजहरू छ त्यतिको बहादुर चाहिँ म अहिले छुइनँ है अब त्यही भएर म चाहिँ अब यसो नर्मल होइन सिम्पल एक्टिभिटिजहरू मात्रै गर्छु
भनेर यसो हेर्दैछु तर त्यो सिम्पल चाहिँ यो वाकिङ बाइक अरू के पनि रहेछ भरे हुन्छ भरे दारू खाइसकेपछि चाहिँ यो सब एक्टिभिटिज गर्दैन John Stark. My lord. ल यो चाहिँ चिल्ड्रेन एक्टिभिटिजहरू होला ल के अब यही चिल्ड्रेन एक्टिभिटिज होला यो चाहिँ यहाँनिर छ अब यो ल टायर क्लाइम्बिङ बुहारीले धेरै काम गरे आज रुमालको। के हो त्यो डलेट हो? हाम्रो पुर्खाहरूले युज गर्ने हतियारहरू पनि यसो जानकारी लिइराख्नुहोस् यो भनेको खुइ भयो यो भनेको डलेट हो जुन अहिलेसम्म सुने पनि छैन थाहा पनि छैन यसलाई के भन्छ त्यो अब कसैलाई थाहा छ डोली बिहे गर्दाखेरि बोक्छ नि। ल तेरो बिहेमा चाहिँ एकदम यही युज गर्नु पर्ला है यो हलो भइहाल्यो यसले चाहिँ अब कसलाई जोत्ने हो सहितलाई जोत्ने हो कि ल यहाँ चाहिँ टक्क गाई बाख्रा पालन हुँदैछ यो देखेर चाहिँ कसको याद आयो यार मलाई गौमाता तेरो खाना डिस्टर्ब भयो है बच्चामा सानो क्या के फोटो खिच्नु त बाख्रा ल ल यहाँ स्क्रिनसट उरा ल ल ल तँलाई म के गर्दैन भरे जेडीसँग बन्दोबस्त हुन्छ। के हो कालिज हो कालीज हो। हेलो कालिज भाइ के छ वेलकम टु माई भ्लग तँ त अलि हेर्दै डर लाग्दो छ सर सब्सक्राइब गर्नु होला है त ल ल ल बेल आइकन पनि थिच्नु होला ल अब चाहिँ हामी स्न्याक्स खाँदैछौँ होइन अब यो हाम्रो 2500को प्याकेजमा आउने स्न्याक्समा के पर्छ त्यो हेरिहालौँ है त सो फर्स्टमा यो बदाम साँधेको छ होइन र चाहिँ यो चाहिँ हामीले स्पेसल्ली नो स्पाइसी अर्डर गरेको स्न्याक्स हो यो सो यसमा 0 स्पाइसी छ अब यो प्रन भइहाल्यो नर्मल बिहे भोज पार्टी वर्तमान जहाँ पनि नेपालीको चल्ने यही भइहाल्यो अनि त्यसपछि यो आलु के मिन्स हेर्दै खाउँ लाग्दो छ सो नर्मली 2500मा आउने स्न्याक्स भनेको यति नै हो यो स्न्याक्सले रक्सीलाई एकदम तान्न खोजिरहेको छ है त्यतातिर अहिले नजाउँ यो स्न्याक्स हाम्रो यहाँ केटा कस्तो छ सुनिन्? एकदम मिठो छ सही बदाम चाहिँ पिरेछ तपाईँ चाहिँ अब यो बदाम पिरो भइसकेपछि यो बदामको पैसा हामी छुट्टै माग्नेछौँ रिफन्ड माग्नेछौँ है यति भन्दै तपाईँहरू चाहिँ यस्तो नगर्नु अब यसरी चिउरै मगाएर अब केटाहरूले यो स्न्याक्सलाई नेपाली खाजा सेट बनाइसकेका छन् ल अब हामीले गर्ने एक्टिभिटी चाहिँ यही होला ल प्याकेजमा आउने एक्टिभिटी छ आहा कस्तो रमाइलो है 1 2 3 गो यम्मी ओहो कस्तो रमाइलो ट्री हाउस चाहिँ यही हो सो यो चाहिँ अब हाम्रो टेन्ट रुम हो नक पनि कसरी गर्ने? मेरो चाहिँ ल के हो मा कस्तो कन्फ्युज हुने ल यही हो हाम्रो रुम चार्जिङ स्टेसन यता 4 जना सुत्न मिल्छ यता एक्लै सुत्ने हो यता बत्ती पनि छ बत्ती बल्दो रहेछ बेलुका बेलुका अनि त्यहाँ चार्ज पनि हुँदो रहेछ मच्छर आयो भने मच्छर मार्ने धुप पनि रहेछ 10 मिनट ल अब चाहिँ हामी निस्केको अवस्था ल अब यो चाहिँ हाम्रो यही एउटा रुम होइन अब हामी 2टा रुम लिन्छौँ यस्तै होइन यहाँ चाहिँ 3 जना बस्छ यो 5 जनाको रुम भयो भने 3 जना बस्छ यहाँ खुलेर अर्को रुम लिन्छौँ हामी यस्तै एउटा अब अहिले चाहिँ हामी ककनतिर लाग्ने प्लान छ ल ककनतिर लाग्छौँ अब ल है त अब चाहिँ हामी ककनी जाँदैछौँ सर्ट राइडको लागि है त्यो सबैजना रेडी अब ककनी जाँदा चाहिँ हामीले 2टा मात्रै बाइक लाग्छौँ है ल यो मेरो बाइकमा पनि यो टक्क मोबाइल होल्डर राखेर अहिले चाहिँ खतरा देखेको छ है हल्का प्रोफेसनल पनि देखेको जस्तो लाग्यो
अगाडि बढौँ ककनी थाई मेमोरियल पार्कमा ल अब चाहिँ हामी हाम्रो रिसोर्टमा सबै प्याक च्याक गरेर स्न्याक्स सिक्स हानेर अब हामी आइपुगेका छौँ ककनी थाई मेमोरियल पार्कमा है। अब यहाँ चाहिँ अब अलिकति हामी 10-15 मिनट घुमघाम गर्छौँ, पिसाब सिसाब फेर्छौँ अनि यहाँबाट यो रेड बुल खाएर त्यसपछि हामी सिधै रिसोर्टतिर जान्छौँ। ल चियर्स। धुलै धुलो भएको अवस्था। एनर्जी आएको अवस्था। यस्तो ठाउँमा आएर नि यस्तो गीत सुनेर बसिरहेका छन् बियर खाँदै है। पीडा दर्द ओम नमः शिवाय हर हर महादेव। लेज लभर सुदिन श्रेष्ठ टक्क टोमेटो फ्लेभरमा कस्तो लाग्यो? त्यसैमा फेरि यहाँ 2-2वटा रेड बुल समातेर पुरै इनर्जीमा छ कोही कोही। केले टाल्ने हो कस्तो लाग्यो त ककनी थाई मेमोरियल पार्क? पिसफुल रमाइलो थियो। सानो भयो अलिक, सानो भयो अलिकति, सानो छ तर रमाइलो छ। रमाइलो छ। अलराइट गाइज, अब चाहिँ हामीले टक्क यहाँ बारबिक्यू सुरु गर्न लागिसकेको छौँ। म्युजिक एकदम लाउड छ यहाँ होइन, उता पनि म्युजिक बजिरहेछ, यहाँ नि म्युजिक बजिरहेछ, म्युजिक लाउड छ। र एक सर्ट यो आगोमा देखाइदिनु पर्यो। अब यही आगोमा हामी बारबिक्यू गर्नेवाला छौँ। र यो भन्दै म तपाईँहरूलाई एउटा व्यक्तिसँग पनि चिनाउन चाहन्छु। यो व्यक्ति हामीसँग अहिले आएर जुडिएको छ वनजङ्गल एडभेन्चर रिसोर्टमा। अघिको यात्रामा उहाँ हामीसँग समावेश नभए पनि अहिलेको यात्रामा उहाँ हामीसँग समावेश भइसक्नु भएको छ। 2 सप्ताह हुनेसम्म आज हामी जेडी 1 लिटर हामीले रेड बुल लिएर आएको छौँ। 1, 2, 3, 4, 5वटा गिटार है। त्यसमाथि हाम्रो स्न्याक्स फेरि आइसकेको छ। यो स्न्याक्समा एक लट देखाइदिउँ। साथसाथै भाइले प्राउन पनि खसाइसकेको छ र यो प्राउन कसैले लिएर जान्छ? तिमीले लिएर जाऊ। अब हामी दारू सारू सुरु गर्छौँ र ग्लास 5वटा ल्याइदिनु। एकदम विनम्र अनुरोध गर्न चाहन्छु। भन्दा भन्दै ग्लास पनि आइसक्यो। ल अलराइट, अब हाम्रो यो नाचगान प्रोग्राम सुरु हुँदैछ। अब हामीले अलिअलि दारू खाइसकेका छौँ होइन। अब दारू खाइसकेपछि अब रमाइलो कार्यक्रम सुरु गर्दैछौँ। तर रमाइलो कार्यक्रम सुरु गर्नुभन्दा अगाडि हामी हाम्रो दिग्गज कलाकार प्रशान्त तामाङलाई एउटा सानो के भन्छ ट्रिब्युट दिँदै हामी उहाँको एउटा लेजेन्डरी सङ होइन असारे महिनामा जुन हाम्रो मिस्टर प्रवेश राईको त्यो गाउन गइरहेका छन्। हाम्रो क्यामेराम्यान अलिकति आउट अफ कन्ट्रोल भइसकेका छन् है। ल लेट्स गो। कति न दारू खाइरहेको जस्तो के। सबैजनाले साथ दिनु। Rest in peace. Rest in peace, Prasanth Tamang, legend.
गगनी दर्पण छाया मैं क्या करूं सजदे सर झुकता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं धड़कन बनेर कहिले धेरै मिठो याद बनेर शायद मेरी प्रिय पत्यो कि पहिलो जुनीमा शायद तिमीले पोथियो कि मेरो मुटुमा मेरी प्रिय पोथियो कि पहिलो जुनीमा ग्लासको कुरा नगरौँ जुन सिधा भएको ग्लास छ यसको कुरा गरौँ यो सिधा भएको ग्लास चाहिँ मेरो हो र म मान्छे पनि सिधा छु र मेरो ग्लास पनि सिधा छ त्यही भएर म अहिले पनि स्ट्यान्डिङ वान म्यान आफ्नो स्ट्यान्डिङ ग्राउन्ड स्ट्यान्डिङ गरिरहेको छु होत्सु छ कि यहाँ भने जस्तो पनि छ होइन अँध्यारोमा कालो र अब यो देखाउँदा पनि यता साइडमा किचकन्डी हो कि क्या हो भने जस्तो डरलाग्दो चाहिँ देखिन्छ है ल अब यो चाहिँ बिहानको अवस्था छ मर्निङ गुड मर्निङको अवस्था छ अब रातिको मध्य हुँदैन रातिको हुन्छ नि रातिको जोसले अब अलिकति आँखा रातो हुने निन्द्रा पनि पुगेको छैन है तर यो हरियालीले चाहिँ मोहक बनाइरहेको छ हरियालीले फ्रेस बनाइरहेको छ अवस्था छ है